Hello, good morning everyone and welcome to my mini vlog. आज चाहिँ म बिहानै उठेर मुखसुख धुन लागेको छु किनकि आज चाहिँ हामीले चाहिँ दिदीहरूलाई खुवाउने भनेको थियौँ नि त संक्रान्तिको भाग अनि त्यसो भएर आज चाहिँ छिटो उठेर मुखसुख धोएर रेडी हुनु छ अनि किनकि पकाउनु पर्छ नि त पकाउने त म यो मान्छे अनि त्यही भएर चाहिँ छिटो उठेर मुखसुख धोएर रेडी हुन्छु। अहिले नानी सुतिरहेको छ त्यही बेलामा चाहिँ झाडु पोछाहरू गर्न पर्यो भनेर चाहिँ उठेर मुखसुख धुन्छु। आज चाहिँ यस्तो चिसो जाडो थियो कि हिजोसम्म त घाम लाग्थ्यो नि आज त बाफ्रे कुहिरो लाग्यो कि यहाँ हेर्नु न आजको मौसम कस्तो छ बाहिर देख्न सक्नुहुन्छ। बाफ्रे कुहिरोले ढाकेछ कि अब बिहान यस्तो छ दिउँसो कस्तो हुन्छ हेरौँ। अब हिजोसम्म त 2-3 दिन त घाम लाग्यो अहिले चाहिँ कुहिरो लाग्दै कि यहाँ चाहिँ म अब छिटो बढाल्छु पोछा लाग्छु र अनि त्यसपछि खानातिर रेडी गर्नु जानु पर्ला। अनि त्यसपछि मैले यहाँ चाहिँ अलि पकौडा पनि बनाउनु भन्नुभएको थियो आमाले अनि त्यसको लागि चाहिँ मैले यहाँ आलु बसालिदिएको अनि त्यसपछि आलु अचारको लागि पनि छुट्टै बसाल्नु पर्ला। यो चाहिँ घरको आलु हो नि त त्यही भएर बसालिदिएको। यहाँ चाहिँ मेरो छोरी उठिसकेछ अनि त्यही बेलामा चाहिँ यसलाई चाहिँ पुछपाछ पारेर कपडा फेरिदिनु पर्यो भनेर चाहिँ हामी आमा छोरी चाहिँ लागि परेछौँ। एउटाले कपडा उगार्ने एउटाले यता कपडा खोजिदिने गर्दै मेरो छोरीको हिजो भर्खर फेरेको कपडा हो फेरि उसले चाहिँ अचल र्याल छाड्छ कि अनि त्यही भएर चाहिँ दिनदिनै फेरिदिनु पर्ने हुन्छ। त्यही भएर आज चाहिँ पाहुनाहरू पनि आउनु त्यही भएर छिटो नानीलाई पाउडर साउडर पुछपाछ पार्यौँ अनि पाउडर साउडर ढलेर चिटिक्क पार्ने भनेर आमाले चाहिँ पाउडर हाल्नुभएको छ म चाहिँ उसलाई ढल्दिछु। मेरो नानीले चाहिँ मोबाइल देखेछ नि त उता अनि उता हेरेर कस्तै अनि मेरो छोरी चाहिँ यहाँ रेडी भएर चिटिक्क परेको छिन्। अब यसलाई चाहिँ यहाँ आमासँगै छोडिदिन्छु मैले चाहिँ त एउटा पकाउनु जानुपर्छ नि त त्यही भएर चाहिँ मैले चाहिँ छोरीलाई बाई भनेर चाहिँ म चाहिँ अब यहाँ पकाउनु जाँदैछु। यहाँ चाहिँ मासु पकाउनुको लागि चाहिँ प्याज भुट्दैछु। यहाँ चाहिँ आज चाहिँ कुखुराको मासु र बोकाको मासु मात्र पकाउने भनेर यहाँ चाहिँ हाम्रोमा चाहिँ अरू मासु चल्दैन नि त सिँगी कुखुराको कि बोकाको घरैको कुखुरा काट्ने भन्थ्यौँ। आज चाहिँ एकादशी पर्यो अनि त्यस भएर चाहिँ दोकानबाट लिएर फेरि त्यो ब्रोइलरको मासु पकायौँ। यहाँ चाहिँ मेरो बहिनीले चाहिँ पकौडाको लागि बेतेको साग भिनिरहेको छ अनि यहाँ मासु पनि पाकेर रेडी भयो अनि सबै खाना रेडी भइसकेको थियो। अनि यहाँ आमाले चाहिँ यहाँ दिदी आइसक्नु भएको थियो नि त अनि त्यसैको लागि हालिदिनु लाउनु भयो। यहाँ चाहिँ बोकाको मासु झोल बनाउने भनेर रेडी गर्नुभयो दिदीले। यहाँ चाहिँ अचार पनि रेडी भइसकेको छ अनि यहाँ बहिनीलाई अनि नानीलाई दिदीलाई चाहिँ खाना टक्राइदिएको। यहाँ चाहिँ मेरो छोरी सुतेर नि उठेर पनि यहाँ भाउजूसँग खेलिरहेको छ सुत्दैन कि त दिउँसो त। अनि यहाँ चाहिँ हाम्रो पल्तिरबाट दिदीहरू आएर आमालाई नमस्ते भन्दै हाँस्दै गर्नुभयो कि यहाँ चाहिँ सबैजना आइसक्नुभयो अनु अनि भान्जा नानीहरू सबै आउनुभयो अनि हामी चाहिँ अब उहाँहरूलाई खाना दिन्छौँ र यहाँ हामी सबैले खानासाना खायौँ दिदीहरूलाई दियौँ हामीले पनि खायौँ। त्यसपछि हामी चाहिँ खायो सबै गइसक्नुभयो खाना खानुभयो। त्यसपछि हामी चाहिँ आमा म नानी चाहिँ यहाँ कोठामा बस्दैछौँ हिटर टाप्दै। अनि यहाँ मेरो छोरी चाहिँ अब सुत्ने तर्खरमा छ चम्किरहेको छ हाँस्छ आजलाई चाहिँ यति नै फेरि अर्को उसमा भेटौँला ब्लगमा यति भन्दै म बिदा हुन्छु। हस् त बाई।